हेलो गाइस, स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। न्यू डे न्यू भ्लग्स। स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। सो म गइरहेको छु आज सुनौली, अनि बाइक बनाउन छ, अनि भैलोमा पनि अलिकति काम छ। सो आज त्यही हेराउनेवाला छौँ। सो बाइकलाई सर्भिसिङ गराऊँ अनि त्यसपछि भैलोमा जान्छु, अनि सुनौलीहरूको काम छ। सो यही हेराउनेवाला छौँ। अनि म खाना खाइसकेको छु, अब हिँड्नेवाला छौँ। अर्को कपडा लगाएर हिँड्नेवाला छौँ। लेट्स गो। आज बाइक सर्भिसिङ गराउन बाइक सर्भिसिङ गराउँदै मोटरसाइकल धुलाएर छ, अनि केही टाइममा भैरवा जानेवाला छु। A few moments later. So guys, यहाँ पनि काम भइसक्यो। जुन काम गर्न आएको थियो त्यो पनि भइसक्यो। अब जानिरहेको छु, गइरहेको छु म अब सुनौलीतिर हल्का दसैँको सपिङ गर्न। अनि अब दसैँको सपिङ पनि गर्न पर्यो अलिकति। ल म सुनौलीतिर भेट्नेछु। So guys, बाइक पार्क राखिसक्यो, गइरहेको छु अब सुनौली। So guys, सुनौली पुगिसके, अनि त्यसपछि अब सपिङ गरौँ, के सामान लिन छ, अनि हिँड्नेवाला छौँ सुनौली। दसैँको त डेन्जर भिड छ। त्यो अब निस्किन लाग्छु म। लास्ट गर्नु छ यार गाइस, बजार गरिसके मेरो खानेकुराहरू, अनि अब हिँड्न लाग्छु। गाइस, हामीहरू इन्डियाबाट नेपालतर्फ आइसकेको छौँ। सो चेकिङ काउन्टर। अब निस्किनतर्फ लाग्यौँ घरतिर। अब घरतिर लाग्यौँ। मेरो नास्ता खान मन लाग्छ, भोक लाग्यो। नास्ता खानाको आएको, नास्ता खाएपछि अब हिँड्नेवाला छ। निकालिसके, अनि अब हिँड्न थालेको घरतिर। बजार भइसक्यो, हल्का पातेको। सो गाइस, स्वागत छ हजुरहरूलाई मेरो च्यानलमा, होइन। सो बाइक हल्का बिग्रिरहेको थियो, अनि त्यसलाई पनि सर्भिसिङ गराएँ। अनि आज सुनौली पनि गएको थिएँ हल्का दसैँतिरको सामानहरू लिन। सो यस्तै हो। सो आजको नजारा भयङ्कर छ, चिसो चिसो हावा। सो यहाँ बसिरहेको छु म। साँझै भइसक्यो, साँझको 6 बजिसक्यो। अनि म पनि भने अब इन्ड गरिदिउँ, भिडियो कति ठुलो बनाउने, होइन। सो आज मेरो सब्सक्राइबर पनि आज ठ्याक्कै 200 भइसक्यो। अनि हजुरहरू पनि माया ममता दिनु होला। क्यामेरा राम है त मेरो सब्सक्राइबर। अर्को मोबाइल लिएर हेरेको छु। सो मेरो सब्सक्राइबर 200। सो माया ममता दिनु होला, होइन। यस्तै त माया ममता दियो भने मलाई पनि हल्का बनाउन मोटिभेसन हुन्छ। यति भन्दै म बिदा माग्दैछु। बाई बाई। लाइक कमेन्ट सेयर गरिदिनु होला।